यहाँको ट्राफिक समस्या 1 नम्बरमा, 2 नम्बरमा यो सरसफाइ हो होइन, फोहोर व्यवस्थापन भन्सार त त्यो अन्तर्राष्ट्रिय कुरा भएको त्यो। यहाँको मेयरले चाह्यो पनि हुँदैन, प्रधानमन्त्रीले चाह्यो भने हो होइन, यहाँका जनताले चाहेर पनि हुँदैन। त्यो व्यवस्थापन त गर्न सकिन्छ, तर नियत राम्रो नरहेको प्रतिनिधि भयो भने, नेता भयो भने स्थानीय समस्यालाई हेरेर काम गर्ने हुन्छ। स्थानीय समस्यालाई स्थानीय समस्या समाधान हुँदै गयो भने राष्ट्रिय समस्या आफै समाधान हुँदै जान्छ। हामीले सिधै माथिको मात्र टुप्पा हेऱ्यो भने, खेत कुहियो भने काम लाग्दैन नि। खेत राम्रो हुनु पर्यो, टुप्पा आफै राम्रो हुन्छ। त्यही भएर स्थानीयबाट सुधार हुँदै गयो भने माथि जान्छ। माथिले चाहिँ नेतृत्व, मूल नेतृत्व नियत राम्रो भएको नेतृत्व हुनु पर्यो। कुनै पनि पार्टीमा नियत राम्रो भएको नेतृत्व हुनु पर्यो। अनुहारले बफले होइन, कुराले मिठो बोलेर मान्छेलाई एउटा कन्भिन्स मात्रै गर्ने, तर काम चाहिँ केही पनि नगर्ने, कुरा मात्रै नगर्ने। आफूभन्दा अगाडिको नेतृत्व आफ्नो अध्यक्ष सभापतिलाई देखेपछि लुत्रुको हुने, अनि त्योभन्दा बाहिर चाहिँ ठुलो कुरा गर्ने नेताले गर्दा बिग्रिया हो। धेरै बोल्ने, काम कम नगर्ने, नबोल्ने तर काम गर्ने नेता भइदिएको अहिले देश कहाँ हुँदै कहाँ काम गर्ने चाहिँ स्थानीय स्तर स्थानीय समस्या बुझेर काम गर्दै 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 राष्ट्रिय समस्या समाधान गर्दै जाने त्यो खालको बुझ्ने खालको नियत राम्रो भएको नेता भयो भने देश आफै विकास हुन्छ। त्यो अहिलेका यो बुढा पुराना सोचबाट, बुढा पुराना नेताहरूबाट यो देश कहिले अभय भएन, किनकि उनीहरूमा धमिरा लागिसक्यो क्या। उनीहरूको शरीरमा धमिरा लागिसकेको छ। त्यो धमिरा जति केमिकल हालेर औषधि हाले पनि त्यो धमिरा मर्नेवाला छैन। जब त्यहाँ आफै नाश नभएसम्म यो समाज सुधार